साथी ल मासु हाम्रो चाहिँ अचानक बिरयानी खाने प्लान भएको छ अनि अब हामी चाहिँ मासु किन्न जान्छौँ होइन त हामी के किन्न जान्छौँ साथी मेरो साथी म कहाँ जान्ला भने सोध न मासु किन्न साथी ल मासु एहे रहा नहीं जाता मासु मेरो साथी भेट्यो कि उसलाई त भन्नु पऱ्यो नि त म मासु किन्न जाँदैछु भनेर त्यही भएर भेट पैसा पैसा मसँग पैसा मसँग अरे कहना क्या चाहते हो ल भेज खाने हो भने चाहिँ यहाँ छ होइन तपाईँहरू खानुहुन्छ भने तपाईँहरूको लागि चाहिँ भेज छ हाम्रो लागि चाहिँ मासु तपाईँहरू खानु चाहनुहुन्छ भने चाहिँ भेज त्यो तरकारी बजार हाम्रो चाहिँ खाँदैन है किनभने हाम्रो घरमा आज के पाक्दै छ मासु हामीलाई चाहिँ बिरयानी बनाउनको लागि मेन चाहिने भनेको मासु हो अनि अर्को चामल पुलाउ पकाउने चामल अनि घिउ यो तिनवटा चिज भयो भने चाहिँ मजाले भन्छ ल बिरयानी घिउ डढेर कालो भएछ मैले धेरै जान्ने भएर यो चाहिँ होममेड हो है फेरि हामीले चाहिँ किनेको छैन धेरै टाइम भइसक्यो दुधको तर जहिले पनि निकालेर अनि घरमै बनाउनु राखेँ यो चाहिँ भाउजूले ढङ्ग नपुगेर कालो भएको छ है किन चाहिँ बिर्सेछु क्या मैले बसालेर ल ठिकै छ यतिको भयो भने काम चल्छ हामीलाई केही फरक पर्दैन एकदम टेस्टी हुन्छ अब चाहिँ म बनाउनतिर लाग्छु सो म देखाउँछु मलाई चाहिँ बिरयानी खान मन छ अब बनाउन मन छ तर कसरी बनाउने होला अब त्यो म युट्युबतिर हेर्दा के हालेको देखाउँछ ला हामीसँग त सामान छैन भन्नुहुन्छ भने चाहिँ म हजुरहरूलाई सजिलो हुने तरिकाले देखाइदिन्छु कि यति सामानले पनि बिरयानी बन्छ र टेस्टी पनि हुन्छ भनेर सो किप वाचिङ है त लास्टसम्म हेर्नुलाई कुकमेन है हाम्रो आजको कुकमेन होइन है कुक गर्ल गुड तो चलिए शुरू करते हैं मिक्सरको चाहिँ सानो बट्टाको बिलको फुटेको भएर मिक्सर चाहिँ चलाउन नपाएको भएर मैले चाहिँ यहाँ 1 सुकुमेल अनि त्यसपछि थोरै मरिच अनि त्यसपछि दालचिनी अनि अर्को भनेको चाहिँ मैले लसुन पनि यसमै पिसेको छु टमाटर किनभने छुक्का बस्छ न बिरयानीको लागि छुक्का बनाउनु मिल्दैन भनेर टमाटर पनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ पेस्ट चाहिँ बनेर रेडी भइसकेको छ जुन मैले अहिले पिनिरहेको थिएँ अब म यो चाहिँ यसमा हाल्छु ल सो हेर्नु मासु चाहिँ लगभग पाकेर रेडी भइसकेको छ अब चाहिँ म यसमा चामल हाल्छु चाहिँ यसमा कति पानी चाहिन्छ पानी टक्क हाल्ने पहिले भिजाउनु भएको छ भने चाहिँ पानी धेरै हाल्नु परेन नभिजाइकन राख्नुहुन्छ भने चाहिँ पानी अलिक बढी लाग्छ किनभने चामल अलरेडी भिजिसकेपछि धेरै लाग्दैन अब चाहिँ म घिउ हाल्दैछु यसमा प्याज पुराको निकालेको थिएँ होइन अब म चाहिँ यो हाल्छु जुन प्याज थियो त्यो चाहिँ मैले यसरी राखिदिएँ राखिसकेपछि म चाहिँ यसलाई सिटी लगाइदिन्छु मैले सिटी लाउनको लागि छोडिदिइसकेँ हजुरहरूले देख्न सक्नुहुन्छ अब हाम्रो चाहिँ सिटी लाग्नलाई रेडी भइसक्यो अब सिटी लगाइसकेपछि खान्छौँ किनभने कतिखेर सिटी लाग्छ र खाऊँ भनेर बसिरहेको किनभने सबलाई एकदम भोक लागेको छ होला नि आज मटन बिरयानी तपाईँ त वर्तमान खाएर आएको मान्छे मासु हुन्न मान्छे बिचरा लै किन बेबी सो अब त्यही हो हेरिरहनु होला अब सिटी मात्र लाग्नु बाँकी छ सबजना भोकै यस्तो छ है यहाँ के अरे महिला हिंसा होइन यहाँ पुरुष हिंसा हुन्छ हाम्रो घरमा अनि हेर्ने दर्शक चाहिँ के भनिस्
म 5 वर्ष ब्याक जानु पर्छ के 5 वर्ष ब्याक गयो भने ठिक्क हुन्छ चाउरी पाउनु कम हुन्छ कौन है ये लोग कहाँ से आते हैं चाउरी पारेर छाड्नु हुने के गर्नु गाह्रो छ के रे के गर्नु पर्छ के हो त्यो मटर यहाँ सुई स्वाद हालेर फुलाउ हाम्रो चाहिँ बिरयानी अब सिटी निकालिसकेँ मैले पाकिसकेको छु म हजुरलाई चलाएर दिन्छु कस्तो भयो भनेर यो माथि कालो के भयो भन्नुहुन्छ भने चाहिँ यो चाहिँ माथिबाट प्याज हालेको यतिको भएको छ म देखाउँछु हजुरहरूलाई हेर्नु त यतिको भएको छ हाम्रो बिरयानी चाहिँ गलले पकाएको होस् हेर्दा त राम्रो दामी भएछ अब खाँदा कस्तो छ अब उहाँहरूले चाहिँ मैले चाहिँ बनाउने काम बनाएँ अब उहाँहरूले चाहिँ खाएर रिभ्यू दिनुहुन्छ यसको म चाहिँ यसमा किन खनाइरहेको छु भने म त जति मिठो भयो भने नि भयो भन्दिनँ फेरि मक्ख परेर बोलाउनु हुन्छ भनेर है उहाँले चाहिँ आजसम्म मैले पकाएर खाँदैनौँ अहिलेसम्म मिठो भयो भने चाहिँ कहिले पनि सुने होइन तर हेरौँ के हुन्छ आज चाहिँ के भन्नुहुन्छ तर आजसम्म हो रेकर्डै हेर्न मैले मिठो बनाए त मिठो भनिहाल्छु नि मिठो साह्रै मिठो अचम्मै मिठो बेबी कस्तो छ भेरी नाइस ल म पनि खान्छु अब भयो अब सबैले मिठो भनेर रिभ्यू दिइसक्नुभयो अब म पनि खान्छु सो बाई बाई अब भेट्ने नेक्स्ट ब्लगमा